फेब्रुअरी 13, 2026 आजको मिति हो। र अब हामीलाई इरानभित्र भएको हिंसात्मक प्रदर्शन र दौनामा अमेरिका कतिको संलग्न थियो भन्ने बारे केही ठोस जानकारी आउन थालेको छ। वाल स्ट्रिट जर्नलले रिपोर्ट गरे अनुसार अमेरिकाले इरान सरकारले लगाएको इन्टरनेट बन्दलाई तोड्न करिब 6,000 स्टारलिङ्क टर्मिनल इरान पठाएको थियो। सँगै अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले पनि स्वीकार गरेका छन् कि अमेरिकाले जानीबुझी इरानको मुद्रामा हेरफेर गरेको थियो, जसको उद्देश्य त्यहाँको अर्थतन्त्रलाई प्रभावित पार्नु, महँगीलाई आकाश छुने बनाउनु र इरानी जनतालाई सरकार विरुद्ध उठ्न उक्साउनु थियो। यी सबै विषयमा हामीले यस हप्ताको स्याङ्सन श्रृङ्खलाको भागमा चर्चा गरेका छौं, जुन मेरो पेड सब्स्क्राइबरहरूको लागि विशेष रूपले तयार पारिएको हो। आज हामी यसैको केही अंश निशुल्क सुन्नेछौं। सुरु गरौं आजको मुख्य समाचारबाट। वाल स्ट्रिट जर्नलले रिपोर्ट गरेको छ कि अमेरिका नै इरानमा करिब 6,000 स्टारलिङ्क टर्मिनल तस्करी गर्ने जिम्मेवार थियो। यो वरिष्ठ अमेरिकी अधिकारीहरूका अनुसार राज्य विभागको आर्थिक सहयोग थियो। इरानी अधिकारीहरूले जनवरीमा व्यापक इन्टरनेट बन्द गरेपछि सुरु भएको थियो। ट्रम्पलाई ई डेलिभरीको बारेमा जानकारी थियो, तर यो योजनालाई उनले व्यक्तिगत रूपमा स्वीकृत गरे वा गरेनन् भन्ने अझै स्पष्ट छैन। अब तपाईहरूमध्ये केहीले यो रिपोर्ट हेरेर भन्न सक्नुहुन्छ, हो, हामीलाई थाहा छ स्टारलिङ्क टर्मिनल कहाँबाट आयो, तर राज्य विभागको आर्थिक सहयोगको यो पक्षले मलाई अचम्मित बनाएको छ। किनकि केही समय अघिसम्म ट्रम्पले सबै युएसएआइडी कोष खारेज गर्ने कुरा गरिरहेका थिए, जुन अन्य देशहरूमा शासन परिवर्तनका लागि प्रयोग हुने गरेको थियो। तर एक्कासी के भयो? उनीहरूले अमेरिकी सहायता राज्य विभागमा समाहित गरे, र राज्य विभागको प्रमुख को हुन्? मार्को रुबियो। र इरानमा शासन परिवर्तनको पक्षमा को छ? मार्को रुबियो पनि। डोनाल्ड ट्रम्प र उनको प्रशासनका अधिकांश सदस्यहरू होइन? यस्तो व्यक्ति भेट्टाउन मुस्किल छ जो यस योजनाको पक्षमा छैन, किनकि उनीहरू सबै यति धेरै इजरायल समर्थक छन् कि उनीहरूले अरू केही देख्न सक्दैनन्। तर त्यो भन्दा पनि यो एउटा अर्को सम्झना हो कि अमेरिकी प्रतिष्ठानको शासन परिवर्तनको प्रयास, ट्रम्पको कार्यालयमा आगमन र युएसएआइडी खारेज गर्ने उनको भनाइले मात्रै समाप्त भएन। होइन, राज्य विभाग अझै पनि आफूले सधैँ गरेको काम गरिरहेको छ। तर यसले ट्रम्पले ट्रुथ सोशलमा गरेको पोस्टको बारेमा पनि केही जानकारी दिन्छ, जति बेला यी सबै प्रदर्शनहरू भइरहेका थिए, होइन? जब उनी प्रदर्शनकारीहरूलाई जारी राख्न भन्दै थिए, जब उनी भन्दै थिए कि मद्दत आउँदैछ, जब उनी भन्दै थिए यदि सम्भव भए तिम्रा संस्थानहरू आफ्नो हातमा लिऊँ। मेरो मतलब, कुनै पनि स्वस्थ दिमाग भएको व्यक्तिले प्रदर्शनकारीहरूको समूहलाई त्यसो भन्दैन। सामान्य रूपमा पनि कसैले त्यसो भन्दैन। तर यदि यो कसैले योजना के हो भनेर जान्ने व्यक्तिबाट आएको हो भने यो अर्थपूर्ण हुन्छ। र यस मामलामा योजना धेरै स्पष्ट थियो कि अमेरिका र इजरायल यी प्रदर्शनहरूलाई इन्धन दिन, यी प्रदर्शनकारीहरूलाई निर्देशित गर्न, यी स्टारलिङ्क टर्मिनलहरू प्रयोग गरेर इरान सरकारले लगाएको इन्टरनेट बन्दलाई पार गर्न र हिंसा जारी राख्न जाँदै थिए। एकमात्र समस्या के थियो भने इरान सरकारले ती स्टारलिङ्क टर्मिनलहरूलाई लक्षित गर्ने तरिका पत्ता लगायो। र मलाई थाहा छ कि त्यहाँ रिपोर्टहरू छन् कि रुस त्यो प्रक्रियामा सहायक थियो। र म त्यसको बारेमा थप सुन्न चाहन्छु। म आशा गर्दछु कि हामीले भविष्यमा केही रिपोर्टिङ पाउनेछौँ कि त्यहाँ के भयो, होइन? रुसले खेलेको भूमिका, इरानले के गर्न सक्षम भयो? अहिले सबै यसको बारेमा केही चुप लागेको देखिन्छ, जुन अमेरिका र इजरायल अझै पनि यहाँ खतरा उत्पन्न गरिरहेको हुँदा बुझ्न सकिन्छ, होइन? उनीहरू अझै पनि जान्न चाहन्छन् कि यसलाई कसरी पार गर्ने, इरानभित्र भविष्यका सम्भावित प्रदर्शन आन्दोलनहरूलाई कसरी निर्देशित गर्ने। तर यो सबै सेटअप गरिएको थियो। यो सबै अर्थतन्त्रको प्रारम्भिक निराशासँग जोडिएको थियो। अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले स्वीकार गरे कि ट्रेजरीमा हामीले के गरेका छौं भने इरान देशमा डलरको अभाव सिर्जना गरेका छौं। उनले थपे कि यो रणनीति डिसेम्बरमा आफ्नो चरमोत्कर्षमा पुग्यो जब इरानको सबैभन्दा ठूलो ब्याङ्कमध्ये एक धराशायी भयो। इरानी मुद्रा स्वतन्त्र पतन भयो, महँगी विस्फोट भयो र फलस्वरूप हामीले इरानी मानिसहरूलाई सडकमा देख्यौं। त्यसैले अमेरिका र इजरायलले शाब्दिक रूपमा यो सम्पूर्ण योजना सिर्जना गरे, जहाँ उनीहरू जान्छन्, उनीहरू मुद्रा दुर्घटनाग्रस्त गराउँछन्, यसले अर्थतन्त्रमा ठूलो प्रभाव पार्छ, महँगी विस्फोट हुन्छ, मानिसहरू सही रूपमा सडकमा ओर्लन्छन्, होइन? उनीहरू निराश छन्, उनीहरू जान्न चाहन्छन् के भइरहेको छ र यो किन भइरहेको छ। धेरै तरिकामा उनीहरू आफ्नो सरकारलाई जिम्मेवार ठहराउँदैछन्। र त्यसपछि एक्कासी यी प्रदर्शनहरू हिंसात्मक हुन थाल्छन् र ती दंगामा परिणत हुन्छन् र हामीसँग जनसङ्ख्या, प्रहरी, ब्याङ्कहरूलाई लक्षित गर्ने हिंसात्मक आतंकवादी हमलाहरूको यी भयानक रिपोर्टहरू छन्। र तपाईँ त्यो देख्नुहुन्छ,
तपाईँ इरान सरकारलाई त्यसमाथि कारबाही गर्न इन्टरनेट सेवाहरूमा यो बन्द लगाउन सर्दै गरेको देख्नुहुन्छ। र त्यसपछि एक्कासी तपाईँ यी स्टारलिङ्क टर्मिनलहरू यहाँ देखा पर्दै गरेको देख्नुहुन्छ। अमेरिका र इजरायल प्रत्यक्ष रूपमा संलग्न थिए। उनीहरूलाई ठ्याक्कै थाहा थियो कि उनीहरू के गरिरहेका थिए र ठ्याक्कै ट्रम्पले संसारलाई भने जस्तै, होइन? हामी प्रदर्शनकारीहरूसँग उभिन्छौँ। अमेरिका जान तयार थियो, इरानमा बमबारी गर्न तयार थियो, यो दबाव अभियानलाई अगाडि बढाउन तयार थियो आशामा कि यसले इरान सरकारको पतन हुनेछ। तर फेरि एकपटक ठ्याक्कै जुनमा उनीहरूले 12 दिने युद्ध लडेको ठाउँमा जस्तै उनीहरूले साँच्चै ठूलो तरिकामा आफ्नो हात ओभरप्ले गरे। तर हामीले समय समयमा सिकेका छौँ, अमेरिकी विदेश नीति तार्किक छैन। र त्यसले हामीलाई यस हप्ताको हाम्रो कथाहरूमा ल्याउँछ, जुन धेरै इरान भारी छ, किनकि यो हप्ता हामीले धेरै कुरा गरिरहेका छौँ। तर म पहिले अमेरिकाबाट देखेको नवीनतम अपडेटहरू हेर्न चाहन्छु, विशेष गरी जब यो इरानलाई लक्षित गर्दै निर्माण भइरहेको चलिरहेको तनावको कुरा आउँछ। अब तपाईसँग रिपोर्टहरू छन् कि विमानवाहक USS जेरल्ड आर फोर्ड र यसको एस्कर्ट जहाजहरू जुन क्यारिबियनमा तैनात गरिएको थियो, अब मध्यपूर्वमा पठाइनेछ र अप्रिलको अन्त्य वा मेको सुरुसम्म आफ्नो गृह बन्दरगाह फर्कने अपेक्षा गरिएको छैन। त्यसैले वाशिङटनसँग पहिले नै USS एब्राहम लिङ्कन वाहक स्ट्राइक समूह छ। उनीहरू इरानमा आफ्नो नजर राखेर मध्यपूर्वमा छन् र अब उनीहरू USS जेरल्ड आर फोर्ड पठाउँदैछन्। यो पहिले महिनौको लागि क्यारिबियनमा तैनात गरिएको थियो। र मलाई याद छ यो गत वर्ष अगस्त र सेप्टेम्बरको आसपास हेरिरहेको थिएँ कि यहाँ के हुन गइरहेको छ। के ट्रम्प प्रशासनले मादुरो सरकारलाई लक्षित गर्दै तुरुन्तै हमला गर्न गइरहेको छ? हामीले पत्ता लगायौं, होइन। उनीहरू पर्खनेछन्। उनीहरू एक अपरेसन योजना बनाउनेछन् र त्यसपछि उनीहरू जानेछन् र निकोलस मादुरोलाई अपहरण गर्नेछन्। अब यो यति सजिलो हुने छैन। हेर्नुहोस्, त्यो साँच्चै इरान जस्तो देशको लागि धेरै फरक कारणहरूको लागि व्यवहार्य योजना होइन। तर यसले सम्पूर्ण विश्वलाई, केवल इरानलाई मात्र होइन, यो संकेत पठाउँछ कि अमेरिका एक हमला तयार गरिरहेको छ। र हो, त्यो तपाईसँग इरानले खुला रूपमा चेतावनी दिइरहेको छ कि यो एक क्षेत्रीय युद्ध हुनेछ यदि यो अमेरिकाद्वारा आक्रमण गरियो भने। फेरि के अनुमान? इरान वरपरको क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरू आक्रमण हुनेछन्। उनीहरू व्यवहार्य लक्ष्य हुनेछन् र अमेरिका यहाँ छ र मलाई थाहा छ कि यो के ट्रम्प प्रशासन चाहन्छ। के नेतन्याहुले यो हप्ता वाशिङटन आउँदा आफ्नो मार्चिङ आदेश दिए? यदि त्यो हो, उनी के माग गरिरहेका छन् भन्ने बारेमा धेरै बहस भएको छ। तर वास्तविकता के हो भने केही हदसम्म उनीहरू सबै एउटै पृष्ठमा देखिन्छन्। उनीहरू सबै इरानसँग युद्ध गर्न ठिक छन्। उनीहरूको लागि प्रश्न केवल यो देखिन्छ कि उनीहरू त्यहाँ कसरी पुग्छन्। र तपाईसँग ट्रम्पले यो हप्ता भन्दैछन् कि यदि वाशिङटन र तेहरान आणविक सम्झौतामा पुगेनन् भने यो इरानको लागि धेरै दर्दनाक हुनेछ। गत वर्ष 12 दिने युद्धको अग्रगामीमा गरेको धम्कीहरू प्रतिध्वनि गर्दै। अब स्पष्ट रूपमा यो ट्रम्पले बोल्ने तरिका हो। उनी ठूलो बोल्छन्, उनी धेरै धम्की दिन्छन् र त्यसपछि त्यहाँ प्रश्न छ कि उनी के गर्न गइरहेका छन्? के उनी एक हमलाको साथ अगाडि बढ्न गइरहेका छन्? के उनीहरूले भने जस्तै कायर हुनेछन्? ठिक छ, मलाई लाग्छ कि नेतन्याहुले ट्रम्पलाई केही हदसम्म एक स्थितिमा राख्न मद्दत गरेको हुन सक्छ जहाँ उनी यो हप्ता वाशिङटन आउँदा केही बढी केन्द्रित थिए। तर मलाई के फरक पर्यो र यो सधैँ हुन्छ। हामीले यो ट्रम्प र नेतन्याहुसँग देखेका छौँ। हामीले यो बाइडेन र नेतन्याहुसँग देखेका छौँ। ओबामा र नेतन्याहुसँग पनि। मेरो मतलब, मलाई ओबामाको कार्यकालको रिपोर्टहरू याद छ जुन दाबी गरिरहेको थियो कि ओह, उनी र इजरायल बीच दरार छ। र यो यस्तो छ कि ओबामा यहाँ इजरायललाई त्यति बेलाको सबैभन्दा ठूलो अमेरिकी सैन्य सहायता प्याकेजमा हस्ताक्षर गरिरहेका छन्। मलाई लाग्छ लगभग $4 बिलियन एक वर्ष। हामी अहिले त्यो हेर्छौँ र हामी व्यावहारिक रूपमा त्यसमा हाँस्छौँ किनकि अमेरिका धेरै धेरै गरिरहेको छ। तर कुरा के हो भने यीमध्ये कोही पनि इजरायल विरोधी छैनन्, नत्र उनीहरू कार्यालयमा हुने छैनन्, म तर्क गर्नेछु। त्यसैले तपाईसँग ट्रम्प यस स्थितिमा छन्। उनी नेतन्याहुसँग भेट्छन्। स्पष्ट रूपमा उनी बाहिर आएर भन्दैनन्, ओह ठिक छ, नेतन्याहुले मलाई के गर्ने भनेर भन्यो र त्यसैले अब हामी अर्को विमानवाहक समूह मध्यपूर्वमा सार्न गइरहेका छौँ र अब हामी हमलाको लागि तयारी गर्न गइरहेका छौँ। होइन, उनी बाहिर आउनेछन् र यो जस्तो देखाउनेछन्, होइन हामीले राम्रो बैठक गरेको थियौँ, केही निश्चित निर्णय भएको छैन। जुन ठ्याक्कै तपाईसँग ट्रम्प भन्दैछ। यसको हालको ट्रुथ सोशल पोस्टमा पनि समावेश छ जहाँ उनले भने कि मैले इरानसँग वार्ता जारी राख्न जोड दिएँ कि सम्झौता गर्न सकिन्छ कि सकिँदैन।
यदि यो सकिन्छ भने मैले प्रधानमन्त्रीलाई सूचित गरेँ कि त्यो प्राथमिकता हुनेछ। यदि यो सकिँदैन भने हामीले परिणाम के हुनेछ हेर्नुपर्ने हुनेछ। अब म केवल भन्न गइरहेको छु कि सम्झौताको लागि सम्पन्न शब्द प्रयोग गर्नु एक विकल्प हो। तर मलाई लाग्यो यो रोचक थियो। यद्यपि उनी अझै पनि यहाँ शब्दमा भन्दैछन्, जस्तो कि उनी यो नेतन्याहुलाई प्रस्तुत गरिरहेका छन्, जस्तो हो हामी यो गर्न सक्छौँ, हामी नहुन सक्छौँ। यो उनलाई वाशिङटनको प्राथमिकताको रूपमा प्रस्तुत गरिरहेको छ। यो यस्तो छ कि यो वाशिङटनको प्राथमिकताको बारेमा हुनु हुँदैन। यो के वाशिङटन भन्छ हुन गइरहेको छको बारेमा हुनुपर्छ, होइन? यो अमेरिका र इजरायल बीचको साझेदारी होइन। यो अमेरिका प्रभारी हुन आवश्यक छ। तर स्पष्ट रूपमा हामी जान्दछौँ कि धेरै तरिकामा यो इजरायल प्रभारी छ। वा यो तपाईलाई थाहा छ, मानिसहरू वाशिङटनमा इजरायल हुन सक्छन्, किनकि त्यो उनीहरूको दिमाग जान्छ। उनीहरू सबै यो धेरै विशेष सम्बन्धको बारेमा छन्। र अब तपाईसँग नेतन्याहुले भन्दैछ कि उनी आशा गर्दछन् कि ट्रम्पले इरानसँग सैन्य कारबाहीबाट बच्ने सम्झौतामा पुग्नको लागि अवस्था सिर्जना गरिरहेका छन्। उनले भने कि उनले सामान्य शङ्का व्यक्त गरे र यदि सम्झौता भयो भने यसले इजरायलको लागि महत्त्वपूर्ण तत्त्वहरू समावेश गर्नुपर्छ। तपाईसँग स्काई न्यूजले पनि रिपोर्ट गरिरहेको छ कि ट्रम्प र इजरायल बीच अब दरार लुकाउन सकिँदैन। यो भन्दै कि इरान विरुद्ध कारबाहीको लागि बेचैन इजरायल साँच्चै चिन्ता गर्दछ कि अमेरिका इस्लामिक गणतन्त्रमा नरम हुन सक्छ र सम्झौता गर्ने प्रयास गर्न सक्छ। र जब पनि म मिडियाले दाबी गरेको देख्छु कि ओह अमेरिका र इजरायल बीच दरार छ, म साँच्चै मेरो आँखा गुमाउनुपर्छ, किनकि यो यस्तो छ, होइन, त्यहाँ छैन, पहिलो कुरा। दोस्रो कुरा, हो, उनीहरू यहाँ खेल खेलिरहेका छन्। उनीहरू अभिनय गरिरहेका छन् जस्तो कि हामीले पछिल्लो पटक देखेका थियौँ, होइन? पछिल्लो पटक यो थियो, ओह ठिक छ, अमेरिका राम्रो प्रहरी हो, उनीहरू इरानसँग सम्झौता गर्न चाहन्छन्। इजरायल नराम्रो प्रहरी हो, उनीहरू आक्रमणको लागि तयारी गरिरहेका छन्। अब हामीसँग यसको नयाँ संस्करण छ जहाँ यो यस्तो छ, ओह अमेरिका दुवै राम्रो प्रहरी र नराम्रो प्रहरी हो, उनीहरू दुवै एक हमलाको धम्की दिइरहेका छन् र एक सम्झौता गर्न चाहन्छन्। र इजरायल यो साइड मान्छे भित्र आउँदैछ। इजरायल धेरै तरिकामा मालिक भित्र आउँदैछ, जोड दिँदै कि यदि सम्झौता भयो भने यो केवल इरानको आणविक कार्यक्रमको बारेमा हुन सक्दैन। अब यो इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम हो। यो इरानको क्षेत्रमा प्रतिरोधको अक्षको लागि समर्थन हो। कि यी सबै चिजहरू समावेश गर्नुपर्छ अनिवार्य रूपमा इरानबाट एक बिना शर्त आत्मसमर्पणको अर्थ। हामी जान्दछौँ कि हामी त्यो प्राप्त गर्न गइरहेका छैनौँ। त्यसैले म यहाँ एक सम्झौताको लागि ठ्याक्कै सास रोकिरहेको छैन जुन कहिले अमेरिका, इजरायल वा इरानद्वारा पनि समर्थित हुनेछ, किनकि उनीहरू पनि यस्तो स्थितिमा छन् जहाँ उनीहरूको मागहरू अमेरिकाले सकेसम्म लामो समयसम्म बेवास्ता गर्न चाहन्छन्। यो सामग्री युट्युब च्यानल रेचल ब्लेविन्सबाट साभार गरिएको हो। यो सामग्री एआई प्लेटफर्मद्वारा तयार पारिएको हो। कृपया हामीसँग जोडिरहनुहोला। यसपालिको लागि बिदा दिनुस्। धन्यवाद।